नमस्कार। प्रतिनिधि सभाका माननीय ज्येष्ठ सदस्यज्यू एवं मान्य सदस्यज्यूहरू, सङ्घीय संसद प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथ कार्यक्रममा उपस्थित सबै मान्य सदस्यहरूलाई म सङ्घीय संसदको महासचिव पदम प्रसाद पाण्डे व्यक्तिगत एवं संस्थागत रूपमा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। प्रतिनिधि सभाका लागि सम्वत 2082 साल फागुन 21 गते सम्पन्न भएको निर्वाचनको अन्तिम परिणाम सहितको प्रतिवेदन 2082 साल चैत 5 गते निर्वाचन आयोगले सम्माननीय राष्ट्रपति समक्ष बुझाएको बेहोरा यहाँहरू समक्ष स्मरण गराउन चाहन्छु। सर्वप्रथम म उक्त निर्वाचनबाट निर्वाचित हुनुभएका सम्पूर्ण मान्य सदस्यहरूलाई हार्दिक बधाई तथा जनअपेक्षा अनुकूल सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। जेनजी आन्दोलनको क्रममा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा रहेको सङ्घीय संसद भवन क्षतिग्रस्त हुन गई सभा सञ्चालन योग्य नभएको र निर्माणाधीन भवन समेत तयार नभएकोले उक्त भवन संसद सचिवालयलाई हस्तान्तरण हुन नसकेपछि सभा सञ्चालनको प्रबन्ध गर्नमा हामी निकै विलखबन्दमा पर्यौँ। विभिन्न निकाय तथा पदाधिकारीहरूसँगको पटक पटकको छलफल, पत्राचार, भेटघाट एवं दबावमूलक कार्यबाट समेत निर्माणाधीन भवनको सभाहाल संसद सचिवालयलाई हस्तान्तरण हुन सकेन। विभिन्न विकल्पहरूको खोजीपछि आज हामी उपस्थित भएको यो बहुउद्देश्यीय हललाई नै शपथ कार्यक्रम र अल्पकालीन रूपमा सभा सञ्चालनका लागि तयार गर्ने निर्णय भए अनुरूप हतार हतारमा यो हल र हलभित्रको संरचना तयार गरिएको छ। यस विषम परिस्थितिमा हाल तयार गरिएकोले यस भवनमा थुप्रै कमी कमजोरी हुन सक्ने भएको र त्यसबाट मान्यजीहरू, दर्शक, सञ्चार माध्यम लगायतलाई पर्न गएको असुविधाप्रति संसद सचिव